गर्नुपर्छ। यो मञ्चबाट आज हेरिरहनु भएको आम नेपाली जनता र सबै देश विदेशमा हुनुभएका सबै नेपाली जनतालाई म आह्वान गर्न चाहन्छु, भोलिबाट हामी यो देशमा आन्दोलन गर्दैछौँ। जिल्ला जिल्लाबाट उठेर आउनुहोस्, जे छ तपाईँहरूसँग, जे शक्ति छ तपाईँहरूसँग त्यो लिएर आउनुहोस् र जे सक्नुहुन्छ त्यो गर्नुहोस् र सरकारमा बन्न चाहन्छु। यो आन्दोलनमा घटेको एउटा पनि जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टीले लिँदैन, किनभने तिनीहरूले नेपाली जनताको परीक्षा लियो र तिनीहरूले देख्नै पर्छ यो नियति कस्तो हुन्छ भनेर। यो अति भयो। कसरी तपाईँहरूले गर्नुहुन्छ त्यो सबै तपाईँहरूको जिम्मा। जसरी सक्नुहुन्छ हरेक जिल्लाबाट जागेर आउनुहोस्, उठेर आउनुहोस्। यो एउटा पार्टीको आन्दोलन होइन, एउटा व्यक्तिलाई थुनेर जसरी नयाँ युगलाई थुन्न प्रयत्न गरेको छ, नयाँ युवा पुस्तालाई थुन्न प्रयत्न गरेको छ, त्यसका विरुद्ध हामी उठेर आउनुपर्छ। एउटा पार्टीको लागि होइन, नेपाली जनताको भविष्यको लागि उठेर आउनुहोस् र आफ्नो ढङ्गले अब आन्दोलनहरूलाई अगाडि बढाउनु पर्छ। भोलिको तयारी र अबका दिनका रणनीति के हुने भन्ने सवालमा अब हामी गएर केही तयारीहरू गर्छौँ। हाम्रो तर्फको तयारी आफ्नो छ, तर तपाईँहरूले पनि आफ्नो तयारी गर्नुहोस्। यो आन्दोलन हो, यो आन्दोलनलाई जुन सरकारले कम आकलन गरेको छ यसको नतिजा भोग्नै पर्छ। यो तानाशाही सरकार डल्नै पर्छ। प्रधानमन्त्री मुर्दाबाद, प्रधानमन्त्री मुर्दाबाद, गृहमन्त्री मुर्दाबाद, नेपाल सरकार मुर्दाबाद। सरकारको यो प्रवृत्ति अति नै भयो। अनुसन्धान गर, हिरासत बाहिर राखेर अनुसन्धान गर भनिरहेका छौँ हामी। हाम्रो माग यति मात्र हो, रवि लामी छानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर भनिरहेका छौँ। र पनि तिमीहरूले आफ्नो राजनैतिक प्रतिशोध साध्नको लागि यो हदसम्म गिरेका छौ। तिमीहरूको घर पक्षना गर्न चाहन्छु। भोलि मर्दाको दिनमा तिमीहरूका मलामीहरू खालि त्यही पार्टीका जोडा बोकेका मानिसहरू मात्र हुनेछन्। मर्नु त एक दिन छँदैछ, मृत्यु सत्य हो। तिमीहरूलाई पाप लाग्छ यो अन्याय गरेकोमा, यो अन्यायको तिमीहरूलाई पाप लाग्छ। आफ्नो मस्त घरमा बसेर दिदी बहिनीका हातबाट टिका लायो होला। मेरो रवि दाइलाई आज घर घरमा फोटोमाथि टिका लगाएर दिदी बहिनीले ओखर